आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेडले आदिवासी जनजातिहरूको आत्मनिर्णय सहितको अधिकारलाई सुनिश्चित गर्न प्रमाणमा आधारित नीतिगत पैरवीका लागि विभिन्न अध्ययन, अनुसन्धान र दस्तावेजीकरण गर्दै आएको छ। सन् 2011मा स्थापित सिप्रेडको पहलमा आदिवासी जनजातिहरूको प्रथाजनित संस्थाहरूले स्थानीय सरकार मार्फत कानुनी मान्यता प्राप्त गरिसकेका छन्। त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आदिवासी नेतृत्वको अनुसन्धान, शिक्षा र विकास कार्यक्रमहरूलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। यसको आउटकमहरूले देख्दाखेरि नै तपाईँको चाहिँ सिप्रेड यस्तो यस्तो भनेर भन्नु भन्दाखेरि पनि कामबाट नै हाम्रो चाहिँ विभिन्न स्टेकहोल्डरहरू होइन जनसमुदायहरू चाहिँ यो सिप्रेडले के गर्दोरहेछ, राम्रो गरिरहेको छ भन्ने खालको पोजिटिभ फिडब्याकहरू धेरै पाइरहेका छौँ। सिप्रेडले आदिवासी जनजातिको अधिकारको संरक्षण, प्रवर्धन र कानुनी मान्यताका लागि आदिवासी जनजाति महिला, युवा र समुदायका अगुवाहरूको क्षमता अभिवृद्धिमा विशेष जोड दिन्छ। आदिवासी जनजातिहरूको परम्परागत ज्ञान, सिप, सांस्कृतिक मूल्य मान्यता र प्रथाजनित संस्थाहरूको कानुनी मान्यताका लागि निरन्तर रूपमा समर्पित हुँदै आएको छ। किनभने आदिवासी जनजाति समुदायको परम्परागत जीविकोपार्जन, प्राकृतिक स्रोत साधन, जलवायु उत्थानशीलता र जैविक विविधता संरक्षणका प्रमुख आधारहरू हुन्। विशेष गरेर चाहिँ आदिवासी जनजातिहरूको प्रथाजनिक अभ्यास, हाम्रो रीतिरिवाज, हाम्रो नलेज सिस्टम, हाम्रो प्र्याक्टिसेसहरू हामीले चाहिँ डकुमेन्टेसन गर्ने, पब्लिकेसन गर्ने भन्ने हो। र हामीले जुन ठाउँमा रिसर्च गर्छौँ त्यहाँको स्थानीय तहमा रहेको समाजहरूसँग होइन, हामीले त्यहाँको अगुवाहरूसँग, त्यहाँको युवाहरूसँग चाहिँ जहिले पनि हातेमालो लिएर हामीले काम गर्छौँ होइन। सिप्रेडले हालसम्म गरेका काम, अनुभव र उपलब्धिलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका छलफल, गोष्ठी, सम्मेलन र वार्तामा प्रस्तुत गरी आदिवासी जनजातिको अधिकारको सुनिश्चितताको लागि पहल गर्दै आएको छ।